हेलो नमस्ते लासो फ्याफुल्ला रचना ब्लगमा तपाईँलाई स्वागत छ। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ मिटिङ कुरा गर्नु पर्दाखेरि आज चाहिँ हो कार्तिकको 26 गते है त साथीहरू। हिजो चाहिँ 25 गते फाल्गुनन्द जयन्ती थियो। सायद तपाईँहरू जो फाल्गुनन्दलाई मान्नुहुन्छ, फाल्गुनन्द महागुरुलाई जसले मान्नुहुन्छ, जसलाई प्रायः किराँत समुदायहरूले धेरै मान्छन्। अनि त्यही त तपाईँहरूले राम्ररी मनाउनु भयो होला, पूजाहरू गर्नुभयो होला है साथीहरू, हवनहरू गर्नुभयो होला उहाँको नाममा। अनि मान्छे हिजो हामी पनि गएको थियौँ सिलौटीसम्म चाहिँ। अनि रमाइलो थियो, धेरै मान्छेहरू थियो पूजा गर्नेहरू, त्यस्तो मेलै त लागेको थिएन। मेला भन्दा पनि खासमा हिजोको दिन चाहिँ सबै ठाउँमा खोलिन्छ। त्यो माथि समाधि स्थलहरू पनि सधैँ त बाहिर फलामको गेटमा चाबी लगाएको हुन्छ, हिजो चाहिँ खोलेको थियो। राम्रो थियो साथीहरू हिजो हामीले। अनि गुरुहरू पनि धेरै हुनुहुन्थ्यो, उहाँले त्यहाँनिर धेरै हुनुहुन्थ्यो मान्छेहरू। उहाँहरूले सबैले बताउनु भयो यहाँ चाहिँ यस्तो हो, उहाँ सुत्ने त्यो खाटहरू है, उहाँको जुत्ताहरू पनि रहेछ क्या त्यो मन्दिरहरूभित्र अझै पनि। मतलब मान्छेहरूले साँच्चै भन्नुपर्दा चाहिँ सम्हालेर राख्यो भने चाहिँ कति कुराहरू टिक्दो रहेछ भन्ने जस्तो लाग्यो मलाई चाहिँ। अन्त नत्र अब हिजो कति 116औँ जन्म जयन्ती भने जस्तो लाग्यो। अनि अझै त्यत्रो वर्षसम्म मान्छेले त्यही त जोगाएर राख्यो भने चाहिँ हुँदो रहेछ है साथीहरू। अनि उहाँले बसेको ठाउँहरू के अरे कुटी बसेको ठाउँहरू है, उहाँले जुन तप गरेको ठाउँहरू त्योहरूलाई एकदम बेरेर कपडाको उसले एकदम राम्रो सुरक्षित राखेको छ। त्यत्तिको चाहिँ हाम्रो सम्पदाहरूलाई हामी सुरक्षा गर्नुपर्छ, सक्नुपर्छ साथीहरू। एकदम खुसी लाग्यो मलाई चाहिँ। पहिला चाहिँ हामी जान्थ्यौँ त्यो त्यस्तो मन्दिरहरू नखुलेको बेलामा। हामी जाँदाखेरि बाहिर हेरिन्थ्यो, त्यस्तो मजाले बुझिन्थेन। हिजो चाहिँ त्यो धेरै थियो नि त मान्छेहरू, कति मान्छेहरू यस्तै क्यामेरातिर आउनेहरू, जान्न चाहनेहरू है। अनि त्यसले गर्दाखेरि हामीले पनि धेरै बुझ्यौँ। कति कुराहरू मैले पनि अलिअलि भ्लगमा क्याच गर्नु पाएर लगाएको छु तपाईँहरूको लागि भनेर। अब तपाईँहरूले हेर्नु नहेर्नु त तपाईँहरूको इच्छा हो साथीहरू है, तर तपाईँहरू पनि हेर्नु होला, एकचोटि बुझ्नु होला। अनि यस्तो अवसरमा आउनु होला। अर्को चण्डी पूर्णिमाको बेलामा पनि त्यहाँको मन्दिरहरू खोलिन्छ, त्यतिखेर आउनुहोस्। उहाँको समाधि स्थलहरू एकदम राम्रो सिँगारिएको राम्रो छ है, आउनुहोस् त्यसरी साथीहरू, बस्नुहोस्। राम्रो ठाउँ छ, फेरि एकदम वरिपरि हिमालले देखिने ठाउँ क्या। सबै कति धेरै हिमाल देखेको क्या त्यहाँदेखि वरिपरि, त्यो अरूभन्दा पनि अमेजिङ, सबैभन्दा राम्रो देखिने क्या। अनि त्यस्तो छ साथीहरू, राम्रो भ्यू, राम्रो ठाउँ। मेरो क्यामेरा राम्रो छैन, त्यस्तो राम्ररी भएन होला, तर जो राम्रो क्यामेरा हुनेहरूको त मेरो त राम्रै कैद गर्नुभएको छ। राम्रो छ ठाउँ। जो तपाईँहरू आफै क्यामेरा भन्दा पनि आफै रियलमा आएर घुम्नुहोस् क्या, एकदम मनलाई शान्त आनन्द हल्का तपाईँको टेन्सन पिरहरू एकछिनको लागि त्यहाँ गएर आनन्दै हुन्छ साथीहरू। के होस्, आउनुहोस्, वेलकम छ, स्वागत छ तपाईँहरूलाई हाम्रो 5 सिलौटीमा, हाम्रो महागुरु फाल्गुनन्दको समाधि स्थल तप स्थलमा तपाईँहरू सबैलाई स्वागत छ है त साथीहरू। कुराकानीहरू त्यस्तै हो अरू त। अनि हिजो त्यसरी भयो। अनि म हिजो काममा पनि गइनँ। त्यस पछाडि ब्याक टु ब्याक आज पनि भ्लग त लाउनै पर्ने हुन्छ तपाईँहरूको लागि, जस्तो जे भए पनि भनेर आज पनि मैले लगाइदिएको। अहिले चाहिँ म राति गइरहेको छु साथीहरू, धनियाँ पनि साथमा लिएर, विथ माई धनियाँ चाहिँ अब लानै पर्ने हुन्छ। त्यही भएर जाँदैछु साथीहरू म धनियाँ लिएर काममा। के गर्नु साथीहरू, यस्तो छ जिन्दगानी, दुःख गर्नुपर्ने हुन्छ। अब के अरे एउटा कुरा तपाईँहरूलाई भन्न बिर्सेको कुरा चाहिँ के हो भने, यो एसएमसी जुन छ त्यो गेमलाई मैले त्यस्तो डिसरेस्पेक्ट केही गरेको पनि होइन। त्यो गेम मैले पनि खेलिरहेको थिएँ, तर पहिल्यैबाट मलाई किन विश्वासै नलाग्ने होइन। अनि मैले त मेरो पैसाले खोलेको होइन,
त्यो सिक्रेट हो तपाईँ र हाम्रो बिच कसैले नभन्नु नि फेरि त्यो त मेरो साथीले पैसा लगाइदिएर जुस खोलेको हो अनि त्यस पछाडि त्यो गेम हामीले खेल्दै थियौँ मैले पनि खेल्दै थिएँ 3000 को तर म त प्रायः बिर्सिने मान्छे एकदम स्मरण शक्ति कमजोर भएको मान्छे मलाई त अब यहाँ भ्लग सक पनि बनाउनु पर्ने हुन्छ त्यही भएर म काममा पनि जानुपर्ने हुन्छ म बेलुका मात्रै आउँछु त्यही भएर म हेर्नै पाउँदिनँ खासै प्रायः जस्तो मेरो साथीले हेरिदिन्थ्यो अब उसकै पैसा पनि गएको छ उसलाई त्यो पनि होला तर पनि उसले चाहिँ त्यो मेरै लागि गरिदिएको पैसा चाहिँ उसले लिने होइन मेरो 9000 10,000 त बढी नै भइसक्यो त्यो पैसा त्यस 3000बाट खोलेको धेरै महिना भयो नि त अनि त्यहाँदेखि उसले बिचरा राम्ररी नै खेलिदिन्थ्यो हेर्थ्यो अनि मैले त्यस्तो भिडियोहरू पनि आइराख्ने टिकटकतिर त्यो गेम नराम्रो हो फसाउँछ भनेर अनि मैले पनि त्यस्तो भन्दाखेरि ऊ चाहिँ फेरि त्यस्तो होइन त्यो फेक हो मान्छेहरूले त्यो खेल्नु नजानेर भन्थ्यो अनि ए होला नि त भन्थेँ म पनि होइन अनि त्यहाँदेखि त्यस्तो भिडियोहरू आइदिनु बस्ने अनि त्यस्तो त्यस्तोहरू भिडियोहरू मान्छेले बनाइरहेको थियो त्यो फ्रड हो यताउता भनेर अनि त्यहाँदेखि हिजो अस्तिको दिनबाट त त्यो दिन पनि मैले प्रायः गाली गर्छु मेरो साथीले किन तिमीले त्यो भिडियोहरू नहेरेको भनेर अनि त्यहाँदेखि मैले तपाईँ हेरिदिनुपर्छ मेरो लागि हो भन्छ नि अनि कहिले कहिले मैले हेर्दा पनि हुन्छ भनेर त्यो दिन बेलुका चाहिँ मैले हेरिदिनु पऱ्यो कि हेरेको हेरेन कति पैसा भएछ भन्ने पनि सोचेर मैले बेलुका खोलेको त खोलिने खालि नै आफै अनि के भन्छ भनेर त कर तिर्नुपर्छ 400 खै कति 460 आई थिङ्क कति त्यति पैसा तिर्नुपर्छ भनिरहेको छ क्या अनि मैले पनि मेरो साथीले म्यासेज गरेर भनेँ अनि तपाईँको एसेन्सले त्यस्तो भन्दैछ त भनेको उसलाई त रिस उठिरहेको रहेछ होइन ताकि त मेरो अरे भन्दै पो रिस उठ्छ त त्यहाँदेखि होइन त्यस्तो भनिरहेको रहेछ त अनि भने अन्तखेरि त त्यस्तो भनिरहेको छ अनि भने अनि अब के गर्ने अनि भनेको अब मेरो खातामा पनि पैसा छैन खै के गर्नु भन्दै थियो बिचरा उसको त झन् धेरै पैसा नखोलेको थियो 10,000 को थियो उसको त अब उसले मेरो पनि 3,000 लगाइदिएको 13,000 त गयो केटाको अब यो पैसा आयो अब कर तिरेर पनि कति मान्छे चाहिँ खुलेर कर तिरेर पनि खुलेर पैसा निकाल्दैछु धमाधम भन्दै थियो मेरो पैसा जति चाहिँ भन्दै थियो कसैले चाहिँ अब हो त्यस्तै गऱ्यो भने चाहिँ सायद हुन्छ होला मलाई त त्यो विषय पनि खासै आएन क्या यसको त मलाई पैसा निकाल्न पनि अस्ति मैले सोमबार पैसा मैले पनि खासमा चाहिँ पैसा हो यसरी धेरै भएपछि चाहिँ सायद कसलाई चाहिँ पैसा भनेको त्यस्तै कुरा हो क्या अन्धो मान्छेहरू लोभ लाग्छ अनि पैसा धेरै त्यो कुरा मलाई थाहा छ नि त अन्त पैसा धेरै भएपछि चाहिँ मान्छे सायद दिँदैन होला जस्तो लागेर मैले चाहिँ सोमबारै 800 निकासी गर्दै थिएँ अनि त्यहाँदेखि 800 निकासी गर्दै थिएँ त्यस पछाडि त निकासी गर्नु पऱ्यो भनेको दिएन क्या मलाई त्यो मेरो चाहिँ के भन्यो भने मेरो खाता चाहिँ एनएमबीको छ मेगा ब्याङ्कको अनि त्यो खातामा निक्लिनै मिल्दैन भनेर मेरो खाता अर्कै चाहिन्छ भनेर मैले यता ई-सेवा पनि खोलेँ त्यस पछाडि ई-सेवाको पनि के गर्नु हुँदो रहेछ त्यो मलाई थाहा थिएन त्यस्तै भयो अनि मेरो साथीलाई मैले त्यस्तो भनेँ अनि उसले भन्यो अब एकैचोटि ई-सेवाबाटै निकाल्नु अब एकैचोटि 12,000 भएपछि ई-सेवामा निकाल्नु तपाईँले एक्जाम लेख्ने पैसा चाहिन्छ भनेर उसले भनेर मैले ल भनेर बसेको अब अहिले त त्यो नै बन्द भएछ अलिअलि आशा थियो पैसा आयो भने त राम्रो हुन्छ भनेर त्यस्तै छ साथीहरू के गर्नु अब सबै कुराले ठगिदिन्छ त्यही भएर यो अनलाइन गेमहरू त खासमा मलाई विश्वास पनि लाग्दैन नखेल्नु पनि भन्छु क्या म सक्छु मान्छेहरूलाई त्यस्तै हो मेरो त पैसा लगानी गएको थिएन र मलाई त त्यस्तो खासै केही भएन पैसा धेरै लगानी गर्नेहरूलाई त गाह्रै छ बिचरा अब तर धनी पैसा हुनेहरूलाई त के हुन्छ र अलिअलि गयो गेममा भन्ने भयो नहुनेहरूलाई त गाह्रै छ नि त साथीहरू कति ऋण काटेर के गरेर कति मान्छे त अब मरिहत्ते गरेर खेल्छन् त्यस्तो गेमहरू त्यही भएर म चाहिँ भन्छु अनलाइन गेमहरू त्यस्तो विश्वासै नगर्नु क्या बरु गर्नु छ भने त्यस्तै 3,000 लाउनै छ भने 3,000 अलिअलि लाएर पहिला ट्राई गर्ने हो राम्रै भएछ भने फेरि लाउँ तर यस्तो हुन्छ अनलाइन गेमहरूमा चाहिँ अगाडि चाहिँ धेरै पैसा दिने पछि चाहिँ फसाइदिन्छ क्या अनि पछि अगाडि पैसा दिन्छ पछि लगानी बढाएपछि अब उनीहरूलाई पनि त्यो प्रलोभन हुन्छ होला नि त मान्छे त हो त्यो पनि एप पनि मान्छेले चलाएको नि त अनि त्यही भएर त्यस्तो हुँदो रहेछ जस्तो लाग्यो मलाई चाहिँ अनि त्यो पैसा पनि के अरे भन्छ पठाउँदाखेरि त्यो गेमको मान्छेलाई पठाउँदाखेरि त्यो पैसा निकासी गर्दा पनि त अनि उता चाइनाको कि कहाँको त्यो म्याम कारिना म्याम कि के थियो उहाँको नाम पनि हो उहाँको नामबाट उहाँलाई पैसा पनि उ गर्नु पर्दैन नि त
त्योहरू सोच्दाखेरि नै त्यो गेमहरू सायद बाहिरबाटै आएको जस्तो लाग्यो मलाई फेरि त्यो नेपालीबाटै सबै हुँदाखेरि चाहिँ नेपालमा पनि हो कि खै के हो मैले त्यो गेमको बारेमा खासै बुझेको पनि छुइनँ अहिले चाहिँ भन्दा पनि भइसक्यो भन्छन् खै के हो कस्तो चल्दैछ कि छैन बाको तिनीहरूको चल्दैछ कि तर अब उनीहरूलाई पनि त धेरै घाटा हुन्छ नि त त्यसरी फेरि एक चाहिँ उनीहरूले त्यो मलाई चाहिँ जहाँसम्म लाग्छ त्यो सरासर पैसा मात्रै दिनुपर्ने तर उनीहरूले के यस्तो अफरहरू बोनसहरू खोलाएर यताउता कुकरहरू औँठीहरू फ्रिजहरू यस्तो कुराहरू पनि पार्ने त्यस्तोहरू पनि दिँदै थियो नि त त्यसले गर्दा पनि अब घाटा पनि लाग्छ नि त त्यस्तो गर्दाखेरि धेरै त त्यस्तो पनि भयो जस्तो लाग्छ मलाई चाहिँ खै के हो केही बुझ्नु सक्दैन म त गाह्रो छ बुझ्नलाई त्यही हो साथीहरू अरू कुराकानीहरू अब आजलाई चाहिँ यति नै हो कुराकानी त्यही हो अब भ्लग लाइक नगरे पनि हेर्दै गर्नु होला ओके तपाईँहरूको आजको दिन शुभ रहोस् साथीहरू बाई बाई